यो संसारको कुनै महान चित्रकारलाई यो विश्व नै पोत्न पुग्ने रङ चाहिए मेरो देशका गुराँससँग सापटीमा हुने। तर यो कुरा चाहिँ पछि गरौँला के मैले खाने चामलको रङ किन्न म आफू चाहिँ अरब आएको छु। यो संसारको कुनै महान परोपकारीलाई यो पृथ्वीभरिकै फोहोर पखाल्न पुग्ने पानी चाहिए मेरो देशका नदीहरूसँग सापटी। म त नदीहरूको देशको मान्छे, तर यो कुरा चाहिँ पछि गरौँला के मेरो छोराको घिट घिट गरिरहेको घाँटीलाई चाहिने 2 थोपा औषधि किन्न म आफू चाहिँ अरब आएको छु। बिजुली उत्पादनमा संसारको सबैभन्दा बढी क्षमता राख्ने मेरो देशले मेरो विदाईमा विमानस्थलसम्म आएकी मेरी श्रीमतीको आँखाबाट खसेको आँसु भेला गरेर 9 लाख बत्ती बाल्न पुग्ने बिजुली निकालेर। तर अझै पनि मेरो देशको आकाशमा काला ताराहरू चम्किरहन्छन्। मलाई थाहा थियो खाडीमा पैसाको बाढी आउँदैन भनेर। मलाई थाहा थियो खाडीमा पैसाको बाढी आउँदैन भनेर, तर के गरौँ भन्दिनेले मेरो घरको पाल परेको छानोबाट राति तारा झर्न सक्छन् भन्थे र भन्थे ती ताराका तीखा टुक्राले मेरो जोडिएको परिवारलाई टुक्रा टुक्रामा विभाजित गर्छ। मेरो मनमा गाँठो पर्यो, त्यही पनि सुर्क्याउने बिनाको। भन्नेले पैसामा बाआमाले पनि छहारी फेर्छन् भन्दिए। सोचे ताते ताते गराउने बुबाको हात किन्नु पर्यो भने हा 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 लोइ 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 गर्ने आमाको काख किन्नु पर्यो भने बहिनीले निशुल्क तेरो टाउकोमा ठुङ्गान्दिन दाई भनी भने दिदीले निशुल्क तँलाई सुनकेशी रानीको कथा सुनाउँदिन भाइ भनी भने मैले त मेरो ईश्वर पनि पर देख्न थाले। यस्तो लाग्यो ऊ ईश्वर होइन ईश्वर थियो। तर के गरौँ, म त बुद्धको देशको मान्छे, त्यसैले चुपचाप शान्ति खोज्न अरब आएको छु। मलाई जन्म दिने मेरा देउतालाई चटक्कै छोडेर म आएको यो अरबमा रब चाहिँ कहाँ छ? यो मरुभूमिमा मरु भन्ने मान्छे बाहेक अरू कोही भेट्दिन। जब म घडीमा 12 बजेको देख्छु यस्तो लाग्छ यी घडीका 3वटा काँटाहरू सामूहिक आत्महत्या गर्दैछ। मेरो यो रुवा जस्तो मन बालुवासँग लड्दा लड्दा यहाँ मेरो जवानी पग्लिन्छ। घरमा रुँदा रुँदा श्रीमतीको सिरानी पग्लिन्छ। यो देश सगरमाथाको शिखरमा उभिएको संसारको सबैभन्दा अग्लो मान्छे म आज खाडीमा गाडिएको छु। कसैले बाहिर निकाल मलाई। म मर्नु अघि मेरा बुढा भएका बुवाका हातका नङ नदुखाइकन काट्न चाहन्छु। म मर्नु अघि
मेरी आमाले पकाएको माली गाईको बिगौती चाख्न चाहन्छु। म मर्नु अघि मेरी छोरीले उसकी हजुरआमाले चुलेसीले तिखारी दिएको पेन्सिलले जीवनमा पहिलोपल्ट लेखेको ठुलो क हेर्न चाहन्छु। यो देश मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर म अरबबाट घर फर्किएँ भने त ठिकै हो, तर त्योभन्दा ठुलो रातो काठको बाकसमा म आफै भरिएर फर्केँ भने